हुन्छ गुरु। अब हामी यसरी नै भोलिदेखि यसरी दोम पढ्दै जाने है त। अब झोलोक लगभग हामीले सिकिसक्यौँ। अब तपाईँहरूले झोलोक पढ्दाखेरि प्रश्न आएन, अझै पनि यसले उच्चारण गर्न अलिकति अल्मलिँदो रहेछ, अझै पनि त्यो उच्चारण चाहिँ सही हो कि होइन, तपाईँहरूलाई केही शङ्का छ भने सोध्नुहोस्। अनि जति सक्दो आफैले प्र्याक्टिस गर्ने हो झोलोकहरू चाहिँ। अब हामी बिस्तारै बिस्तारै दोम पढ्न जाने है। हुन्छ गुरु। अनि दोम पढेपछि हामीले यिनीहरू कण्ठ गर्नुपर्छ है त। यो साङ्गे छेदा सोके छोङनाम ल झाँचो बर्दो धाउने क्याप्सो छे धागे जिन्सो के बेसो नाम कि टोला फेन्जेर साङ्गे टोपरसो भन्ने पर्छ। जुन पूजा गरे नि, जुन पाठ पढे नि अगाडि पर्छ है त। यो चाहिँ क्याप्टोसङ्गे भन्ने यो चरण गमन र बोधिचित्त उत्पादको पाठ हो है। यो चाहिँ हामीले कण्ठ गर्नुपर्छ, यो 4वटा चाहिँ। यसमा चाहिँ गुरु यो न्यान्जुक झ्यान्जुक भन्नेको युज गर्नुपर्ने रहेछ त होइन गुरु? यसरी पढ्न मिलाउँदा मन्जुक झ्यान्जुक याद आयो मलाई। जस्तै यो फर्स्टमा उच्चारण गर्ने, लास्टमा उच्चारण नगर्नेहरू। हजुर हजुर। भनेको बढी अब मन्जुक झ्यान्जुक सबै छ नि यहाँ। जस्तै कि साङ सा मिङ्सी भयो, यो ङ झ्यान्जुक भयो, सा याङजुक भयो, राका त गाय त ग्यास घे, यो राङ्गो भयो, गोछेनमा राङ्गो लाङ्गो साङ्गो 3वटामा राङ्गो भयो, गोछेन हो। अनि यो याताक भयो, अनि यो घा चाहिँ मिङ्सी भयो, यो सा चाहिँ झ्यान्जुक हो। अनि छानहरू छे भने चाहिँ छा चाहिँ मिङ्सी भयो। अब यो नारो भयो, याङ भइहाल्यो है, यो झ्यान्जुक धाङ धाङ। अब यो माउ छानहरू छोको माउ घाउ खा धा भा 5वटा छ नि, मन्जुक 5वटा। त्यसले चाहिँ यस्तो पढ्दाखेरि झोलोक पढ्दाखेरि घाउ धाउ भाउ माउ हाउ भन्ने पर्छ है त। अनि यसले चाहिँ माउ छानहरू छोको अनि माङ मन्जुक भयो, छा मिङ्सी भयो, यो माथिको याङ भयो, अनि यो झ्यान्जुक हो सबै। अब त्यसैले हामीले यो अक्षर चिन्नको लागि अब 30वटा व्यञ्जन त चिन्नै पर्यो। अनि याङ चिन्नु पर्यो, याङसी किगु सेकु ढेङ्गु नारो याङसी है। त्यसपछि गोछेनमा 3वटा छ, राङ्गो लाङ्गो साङ्गो, त्यसपछि दोक्छेन अनि राता लाता वाता अनि याता। यो 4वटा जानेपछि तपाईँहरूले अलमोस्ट जानिसक्यो कि। त्यसपछि तपाईँहरूले उच्चारण गर्दाखेरि कसरी सही ढङ्गले उच्चारण गर्नुपर्छ त्यो मात्रै सिक्ने हो। त्यसपछि अलमोस्ट तपाईँले अक्षर सबै चिनिसकेको हुन्छ। दोम पढ्नको लागि, छिटो पढ्नको लागि जति सक्दो झोलोक गरेको राम्रो हो। अनि त्यो झोलोकलाई चाहिँ प्रष्ट पढ्ने, छिट्टो पढ्ने प्रयास गर्नुहोस् भनेर चाहिँ गुरुहरूले पनि भन्नुहुन्छ है। त्यसैले तपाईँहरूले अलिकति दोम छिटो पढ्ने चाहना छ भने जति सक्दो झोलोकै पढ्नुहोस्। अब मैले यही पढाएकै PDF नै पढ्नुपर्छ भन्ने छैन। जुन मैले अस्ति नै एउटा PDF पढाएँ नि, जुन हामीले डेली प्रेयर गर्ने जुन त्यो PDF पढाएको तिनीहरूमा हेरेर पढ्ने कोसिस गर्नुहोस्। नचिन्ने अक्षरहरू पनि पढ्ने कोसिस गर्नुहोस्। त्यसपछि अनि तपाईँले धेरै सजिलो हुन्छ। हुन्छ गुरु। अनि केही प्रश्न कोसिस जारी छ। किताब चाहिँ चाहिन्छ रहेछ, एउटा किताब चाहिँ हुनुपर्ने रहेछ। हजुर, पढ्नुको लागि किताब चाहिँ हुनुपर्ने रहेछ। किताब भयो भने राम्रो हुन्छ नि। तपाईँहरू बस्ने ठाउँतिर यस्तो गर्नुहोस् न, तपाईँहरू बस्ने ठाउँतिर अब प्रिन्ट गर्ने छ भने अस्ति किताब सबै त प्रिन्ट गर्नु पर्दैन। कुनै हुन्छ नि 5-6वटा पेज चाहिँ ठुलो अक्षरमा प्रिन्ट गर्नुहोस् भनेर भन्नुहोस् न। धन्यवाद। आजको लागि यति नै। तपाईँको दिन शुभ रहोस्।